Hello guys, welcome back to my YouTube channel. हामी यहाँनिर रङको छेउमा हाम्रो ग्रेपको काम चाहिँ हुँदैछ अनि हाम्रो पहिला चाहिँ हामी यहाँनिर ग्रेपमा काम गर्दाखेरि यहाँनिर पुरा हामीले चाहिँ साइडमै नै मासुहरू पकाएर घरबाट भात मात्रै लिएर चाहिँ मासु जङ्गलमै बनाएर खान्थ्यो। त्यो नखाएको पनि लगभग 1 वर्ष जस्तै भयो होला। अन्त आज चाहिँ फेरि यहाँनिर हामीले सुरु गरेको छौँ। यहाँनिर हाम्रो दुईजना कुक म हेल्पर भन्दा पनि आफ्नो आफ्नो छ यहाँनिर। हेलो हाम्रो चाहिँ आज यहाँनिर पार्टी हुनेवाला छ अनि हामी चाहिँ यहाँनिर रम्फू अलिकति मासुतिर हो। यहाँनिर चाहिँ यहाँनिर 2टा मासु पकाउँदैछ आज। सबैले आज पनि घरबाट भात लिएर आएको छ अनि यहाँनिर सबैले सब्जी चाहिँ लिएर छैन र चाहिँ मासु खाने भनेर सबैले पैसा उठाएर पैसा सबैकोबाट कलेक्सन गरेर चाहिँ रम्फू गएर मासु लिएर पनि हाम्रो यहाँ पकाउने कार्यक्रम भइसकेको छ है। ग्रेपको गाडीले चाहिँ माटो बोक्दैछ। अरूहरू चाहिँ फेरि यो नसोच्नु कि हामीहरू यहाँनिर पार्टी मात्रै गर्दैछ भनेर। हामी यहाँनिर 3जनाले चाहिँ मासु बनाउँदैछौँ अनि तल अरूहरूले चाहिँ काम गरेको छ। यो गाडीले माटो बोक्दैछ अन्त बरम सुटिङ हुँदैछ हाम्रो चाहिँ यहाँनिर। अन्त हामी चाहिँ यही हो यहाँनिर मासु चाहिँ के छ भने नि यहाँनिर भैँसीको मासु छ अन्त पोल्ट्री बोइलर छ। त्यो भैँसीको मासु हामीले चाहिँ बोइलर हो। बोइलर चाहिँ मैले अति नै फ्राई गरेर पनि भ्याइसकेको। अब भरेनिर ग्रेभी बनाएर हाम्रो चाहिँ पकाउने मात्रै भइरहेछ अहिले। जो भन्छ नि जङ्गलमा खानु चाहिँ यसरी गरेर खान्छ जुगाड लगाएर। यहाँनिर कर्ची मर्ची पाक्दैछ हेर अहिले पाक्दैछ यहाँनिर। आमा है को खाने हो कमेन्ट गरौँ है। भैँसीको मासुको कर्ची मर्ची हाम्रो विनोद दाजुले पकाउनु भएको। हाम्रो विनोद दाजुको हेल्पर सुबिन दाजु अनि यहाँनिर चाहिँ भैँसीको मासु पकाउने यता चाहिँ छ कर्ची मर्ची। बल्ल यहाँनिर चाहिँ कर्चीको के भन्छ हौ कर्ची मर्ची सबैको है। आजको हाम्रो यहाँनिर महानुभावहरू चाहिँ यसरी रहेका छन् जस्तो भएर यता पनि छ है। यहाँनिर मासु पाक्दैछ पाकी चाहिँ सकेको छैन 12 क्रस भइसकिसक्यो अन्त दामी हो चाहिँ कर्ची मर्ची है। यो चाहिँ भातसँग हो। यो चाहिँ चिरिपसँग। हामी सबैजना यहाँ बसेर खाइरहेको छौँ कि पर एकजना चाहिँ भैँसी चल्दैन अरे ल अलग्गै कुखुरा खाँदैछ। हाई गर्नु नि भन्छ हेलो भनेको यस गरिदिनु नि भनेको योर नेम प्लिज भन्नु जस्तो भयो। त्यहाँनिर हामी चाहिँ खाइसकेर पनि एकछिन रेस्ट गरेर यहाँ तपाईँलाई चाहिँ किन झोल मात्र दिएको यहाँनिर? चोक्टा खतम भयो कि त्यसले झोल मात्रै चोक्टा खतम भएर झोल मात्र बिचारा झोलमा ए यो त हड्डी जस्तो छ त। अन्त यहाँ हाम्रो चाहिँ खावा दावा सकेर पनि अब हाम्रो काम सुरु हुन्छ। हाम्रो काम चाहिँ ग्रेपको यस्तै हो। यहाँ देख्न सक्नुहुन्छ माटो यहाँनिर रोडको साइडमा चाहिँ बरमपुर छ माटोले। यहाँनिर भर्खर यस्तो सकेर
यहाँनिर आफ्नो काम सुरु भयो फेरि यो माटो चाहिँ गाडी लुजाउँछ कि टिप्परले सबै फिल्डाउनुपर्छ यहाँनिर माथिसम्म झार्छ अहिले चाहिँ अनि अघि चाहिँ यहाँनिर दामी दामी भेराइटिजको चाहिँ मासु खायो अब यहाँनिर भेराइटीको यहाँ ढुङ्गा छान्नुपर्छ माटो फिन्जाउनुपर्छ यो यहाँ चाहिँ रिकेश भाइ वेलकम छ तिमीलाई मेरो ब्लगमा तिम्रो नाम चाहिँ रिकेशै हो रिकेश एकदम नौरनको नाम हो नौरनको नाम तिम्रो अन्त निकनेम चाहिँ के हो मेरो हैन तिमीलाई मासु कस्तो लाग्यो मासु त तपाईहरुले एकदम फर्स्ट क्लास म त अब कुनै कम्प्लेन रहेन कम्प्लेन रहेन भने कुकलाई चाहिँ कस्तो दोरी तान्नु लगाइदिएको अन्त दामी पकाएर दिएको थियो त अब कुकले पनि यसो बसेर पकाउनु पर्यो नि मासु पकाएर मात्र त हुँदैन नि त कुकको हैन यहाँनिर मेहनत हेलो गाइस मेहनत भनेको चाहिँ यस्तो हुन्छ निधारमा पसिना देखिहाल्नु भएलाई यसरी यो के अरे यो सार गोरुलाई तानेको जस्तो यहाँनिर तान्नु पर्दैछ यो मिसिन चाहिँ आम्मामामा 4 जना 5 जनाले भएर चलाउँदैछ यसले चाहिँ के काम गर्छ भन्दाखेरि यो रोड मार्किङ गर्छ साथीहरू यो एक साइड घुम्दैछ अर्को साइड पनि गर्छ आज चाहिँ यो ढिलो भयो कि अनि यहाँनिर एक साइड मात्रै गरेर छुट्टी हो सक्यो एन्डिङ पुरा यसलाई पकाउनुपर्छ यहाँनिर चाहिँ सिलिन्डर राखेर हाम्रो चाहिँ 4 बजे साथी हो छुट्टी भयो 4 बजी चाहिँ छुट्टी हो नि त त्यही भएर 4 बजेर चाहिँ यसरी लाइनै लागेर जाँदैछौँ खायो पियो हामीले मैले उहाँले चाहिँ आधी बोतल फ्याक्स खायो हो 100 रुपैयाँमा आधी बोतल फ्याक्स खायो आधी बोतल बेसी नि खायो होला नि अब चाहिँ छुट्टी भएर घर जानुपर्छ घर रम्फू छेउमा छौँ घर जाँदाखेरि 2 घन्टा लाग्छ हाम्रो ड्राइभर दाजु यहाँनिर हाम्रो बैदार यहाँनिर सबैले बैदार बिरुलाल मेट भनेर चिन्छ है तर मान्छे चाहिँ देख्नु भएको छैन होला दाजु हेलो हेलो दाजु चाहिँ यहाँनिर स्कुटीमा जानुहुन्छ हामी चाहिँ यसरी यहाँनिर टिप्परमा चढेर जानुपर्छ है